नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले मृत्यु शीर्षकका कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू पनि मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। कथा सुरु गर्नुभन्दा अगाडि लागौं सदाका झैं रोचक जानकारीतर्फ। हावामा ध्वनिको गति 340 मिटर प्रति सेकेन्ड हुन्छ, तर सुपरसोनिक जेट विमान त्यसभन्दा पनि तीव्र गतिमा उड्ने हुँदा आकाशमा उडिरहेको सुपरसोनिक विमान पर पुगेपछि मात्र हामी आवाज सुन्छौं। यही रोचक जानकारीका साथसाथै लागौं आजका कथाहरूतर्फ। आजको लागि पहिलो कथा रहेको छ कथाकार विवेक भण्डारीज्यूद्वारा लेखिएको कथा बुबा, मृत्यु र सन्तास। ऊ शङ्ख फुकेको आवाजसँगै उठ्यो। अबेर उठ्यो। सुत्न पनि त ऊ ठिलै सुतेको थियो। स्कुलबाट केही दिनमा मामा घर जाने हर्ष सहित फर्केको थियो। गर्मी बिदा हिजैदेखि त सुरु भएको थियो। राति निदाउने बेला घरमा रुवाबासी भएको थियो। बुबा आमा सबै रोएका थिए। छेउमा हजुरबा मस्त निन्द्रामा थिए। गाउँका केही मानिसहरू पनि भेला भएका थिए। बुबा किन छाडेर जानुभयो, म टुहुरो भएँ भन्दै उसको बुबा रुँदै थियो। बुबा आमा रोएकोले ऊ पनि रोन थाल्यो। निकै बेरपछि कतिखेर आमाको काखमा निदाए पत्तै पाएन। बिहान उठ्दा देख्यो आँगनभरि मान्छेको भिड छ। हजुरबुबालाई तुलासाको मठमुनि राखिएको छ। रुवाबासी जारी छ। मलामी लाने चाँजो मिलाइँदैछ। उसलाई थाहा भयो उसको हजुरबुबा मर्नुभयो भनेर। मर्नु भनेको के हो उसले बुझेको छैन। 6 वर्षको बालकले जति बुझ्छ त्यति बुझेको छ। घर अगाडिको बाटो बस र गाडीले भरिएको छ। उसले आमा खोज्यो। आमाले देख्ने बित्तिकै अंगालो हालिन् र भन्न थालिन्, बाबु त रन्जु आन्टीसँगै बस, ज्ञानी भएर बस, हामी आइहाल्छौं। ऊ रुन थाल्यो। जान्छु कि जान्छु भनी कर गर्न थाल्यो। केटाकेटी जानु हुँदैन भनी आमा हिँडिहालिन्। सेतो कपडाले बेरेको हजुरबाको लास उठ्यो। बुबाले आँसुको थोपा झार्दै कहाँ थाले। मलामी अघि बढे। मलामीहरू धेरै रोइरहेका थिए। उसले यति धेरै मान्छे रोएको कहिले पनि देखेको थिएन। हुन त उसले मान्छे मरेको नै कहाँ देखेको थियो र। गाउँमा कोही मर्दा केटाकेटी जानु हुँदैन भनी उसलाई कसैले लाँदैन थिए। रन्जु आन्टीले उसलाई च्याप्प समातेकी थिए। ऊ हजुरबुवासँग जान पनि सकेन। उसलाई यति धेरै माया गर्ने मान्छेले सधैँको लागि छाडेर जाँदैछन् भन्ने उसलाई कहाँ थाहा थियो र। लास गाउँको पूर्व दिशामा रहेको पिपलको बोटमुनि राखियो। त्यस लास किन राखियो त्यो ऊ बुझ्दैन। ऊ त्यहाँ त्यति धेरै मान्छे देखेर छक्क पर्यो। उसले त्यति धेरै मान्छे कहिले पनि देखेको थिएन। केही क्षणपछि लास उठ्यो र उसको आँखाबाट विलीन भयो। बाबु खाजा खाना आऊ, रन्जु आन्टीले बोलाइन्। घडी हेर्यो। 9 बजिसकेको थियो। खाना खाने समयमा ऊ खाजा खान थाल्यो। आन्टी, हाम्रो हजुरबालाई पिपलको बोटमुनि किन राखेको? मान्छे मरेपछि पिपलको बोटमा राखिन्छ। हजुरबुवा कहाँ जानुभएको? तिम्रो हजुरबा देवी देवता भएको ठाउँ जानुभएको हो। हजुरबुबाले मलाई किन नलानु भएको? हजुरबुबा मलाई सधैँ लिएर जानुहुन्थ्यो। आन्टी केही बोल्न चाहिनन् र कुरा तार्न अरू नै कुरा निकालिन्। कोठाहरू सफा गर्न थालियो। हजुरबुबाको खाट आल्ना सबै निकालियो। ऊ चुप लागेर हेरिरहेको थियो। छिमेकी दाइले दबाईका बट्टाहरू भुइँमा झारे। टेबल खाली भयो। यो मेरो हजुरबाको दबाई हो, बेलुका खाना खाएपछि खानुहुन्छ भन्दै टिप्न थाल्यो। उसले सानो हुँदादेखि नै देखिरहेको दबाईले भरिएको टेबल आज खाली भयो। कोठाबाटै निकालियो। उसको आँखा भित्तामा भएको लौरोतिर गयो। हतार हतार लौरो टिप्दै भन्न थाल्यो, हजुरबाले आज पनि लौरो लान बिर्सिनु भएछ। सधैँ बाटोबाट कराउनुहुन्थ्यो, म पुर्याएर आउँछु ल भन्दै कोठा बाहिर निस्कियो। त्यहाँ भएका सबै भावुक भए। मलामी फर्कियो। उसका बुबा आमा पनि फर्किए। तर बुबाका टाउकामा कपाल खै। अरे काका, ठुलो बुबा कसैकोमा छैन। सबैले सेतो लुगा लगाएका छन्। घरमा कहिल्यै नआउने काका पनि आएको देख्यो। बुबातिर अघि के बढेको थियो बुबा, छुनु हुँदैन भन्दै पछि सरे। उसले देख्यो बुबा आमा अलग अलग कोठामा बसेका छन्। बुबा काकाहरू एउटा कोठामा छन्। आमा काकी र फुपूहरू अर्को कोठामा छन्। आमा र बुबाको कोठालाई छुवाउने बीचमा बैठक कोठा छ, जहाँ छिमेकी र आफन्तहरू गफ गरेर बसिरहेका छन्। आमाले बोलाइन्। ऊ कोठाभित्र पस्यो। आमाले हत्यारिँदै भनिन्, ती ढोकामै बस। ऊ ढोका छेउमा ओछ्याएको गुन्द्रीमा बस्यो। अब तैँले हामीलाई छुनु हुँदैन बाबु। हामी केही दिन यहीँ बस्छौं। छुट्टै पकाएर खान्छौं। बरु त मामासँग मामा घर जानु। उता आमाले
तँलाई माया गर्नुहुन्छ। ऊ छुट्टीमा सधैँ मामा घर जान्थ्यो। माओले हजुरआमा, मामा, माइजू उसलाई कति धेरै माया गर्छन्, तर उसलाई अहिले मामा घर जान मन लागेन। सायद यस्तो अवस्थामा उसको बुबा आमा छोडेर जान मन लागेन। ऊ रुन थाल्यो। मामा घर जान्न भन्दै रुन कराउन थाल्यो। रोएको सुनेर बुबा आए र भन्न थाले, त राति कोसँग सुत्छस्? हामी तसँग सुत्न हुँदैन, विकास दाईसँग, उसले जवाफ दियो। विकास दाई उसको फुपूको छोरा हो। यतितिर बस्छन्, बैंकमा जागिर खान्छन्, बेला बेला मामा घर निस्किराख्छन् र उसलाई औधी माया गर्छन्। धेरै पटक ऊ विकास दाईसँग सुतेको छ, तर उठ्दा सधैँ आमा बुबा सुतेकै खाटमा उठ्छ। आमाले सोधिन्, विकास कहाँ गएछन्? फुपूले भनिन्, एकछिन घर पुगेर आउँछु भन्दै थियो। बुबाले भने, भयो, यही बसोस्, विकाससँग मान्छ पनि। त्यो रात ऊ विकास दाईसँगै सुत्यो। बिहान दिउँसो बेलुका खुवाउने काम रन्जु आन्टीले गर्न थालिन्। खाना त ऊ आफै खान्थ्यो। बिहान ऊ विकास दाईकै खाटमा उठ्यो। आमा बुबाको खाटमा उठेन। स्कुल छैन, बिदा छ। कस्तो संयोग, स्कुलले जानेर बिदा दिए जस्तो। ऊ खाना खाएर आस्थाकोमा गयो। आस्था उसको साथी। घर पनि नजिकै छ, स्कुल पनि सँगै पढ्छन्। उमेर 5, हेर्दा डल्ली, तर बोल्नमा कसैले नजित्ने। हजुरआमाले सुनाउने कथा ऊ सधैँ सुनाउँथे। रामायण हनुमानले लङ्का जलाएको कथा, महाभारतमा एकलव्यको औँला काटेको कथा उसैले सुनाएकी थिए। केही दिन अघि चामे र गौँथलीको कथा सुनाएर सबै साथीहरूलाई भन्न लागेकी थिए। बुढाबुढीको झगडा परालको आगो। विजय, तिम्रो हजुरबा मर्नुभयो नि, तिमीले कसरी थाहा पायौ? बुबाले भन्नुभएको। तिमीलाई थाहा छ, तिम्रो हजुरबा त अब कहिले पनि आउनुहुन्न रे। मेरो हजुरबा आउनुहुन्छ, तिमीलाई के थाहा? हजुरबा लौरो नलगी धेरै टाढा हिँड्न सक्नुहुन्न। मैले सुनेको तिम्रो हजुरबालाई त आगोमा जलाएको रे। तिमी धेरै नबोल, मेरो हजुरबालाई केही भएको छैन। हिजो मेरो बुबा आमा गफ गर्दा सुनेको। हिजो उसले राति सुत्ने बेलामा सुनेकी थिए। बुबाले उसको आमालाई भन्दै थिए, लास चलाउँदा नरुने कोही थिएनन्। उसले आस्थाको कुरालाई विश्वास गरेन। उसले आस्थाको अहिलेसम्म हरेक कुरा विश्वास गर्दै आएको छ, तर यो कुरा उसलाई स्वीकार भएन। ऊ रिसाउँदै घर गयो र बुबालाई सोध्यो। बुबाबाट नि चित्त बुझ्ने उत्तर नपाएकोले उरुदै कराउँदै आमालाई सोध्न गयो। विजय निकै रिसा छ, सबैलाई थाहा छ। रोएर कराउन थालेपछि उसका बुबा आमा सकेसम्म उसले भनेको हरेक कुरा पूरा गरिदिन्छन्। ऊ बुढेसकालको छोरो हो। उसको बुबा अहिले 47 वर्षका भए। 14 वर्षसम्म उसका सन्तान भएनन्। जचाउन काठमाडौँदेखि दिल्लीसम्म पुगे, केही सिप लागेन। तिनै हजुरबुबाको करले पाथीभरा गएर भाकल गरे। 1 वर्षपछि विजय जन्मियो। सबै चुप थिए, कसैले केही आवाज निकालेनन्। सही जवाफ दिन सायद कसैलाई मन थिएन। बुबाले मसिनो स्वरमा भने, तर नछोड अनि मात्र भन्छु। ऊ रोन छोड्यो। हामी सबै एक दिन मर्नुपर्छ। तैँले भनेको कुरा सही हो। मैले नै जलाएर आएँ तेरो हजुरबुवालाई। ऊ चुप भयो, रोएन, कराएन। बरु उसको बुबा आँसु पुस्दै कोठाभित्र पसेको देख्यो। ऊ जिल्ल पर्यो। मरेका मान्छे कहिले नफर्किने गरी जाँदा रहेछन्। पोलेको चिज उसले खरेनी भएको देखेको छ। ऊ निश्चित भयो, उसको हजुरबुबा अब फर्कदैनन्। आस्थाले भनेको कुरा उसलाई अब बल्ल विश्वास भयो। राति सुत्ने बेलामा विकास दाईले सोध्यो, दाई, हाम्रो हजुरबुवा के भएर मर्नु भएको? बिरामी भएर, सुगर प्रेसर के थियो के सुत अब। उसको मुटु ठुकठुक गर्न थाल्यो। अनुहारमा पसिना आउन थाल्यो। ऊ डराएर केही बोल्न सकेन। उसको बुबालाई पनि सुगर प्रेसर छ भन्ने कुरा उसलाई थाहा छ। उसको आमाले यी वाक्यहरू कैयौं पटक खाना खाँदा उच्चारण गर्ने गर्छिन्। सुगर प्रेसर भएको मान्छे किन धेरै चिल्लो चाप्लो खानु? सुगर प्रेसर भएको मान्छे बाड्नु सार्नु केही छैन। उसको बुबाले औषधि खाएको सधैँ देखेको छ। भुँडीमा सुई हानेको पनि देखेको छ। उसलाई डर भयो, उसको बुबा पनि मर्नुहुन्छ भनेर। ऊ बुबालाई गुमाउन चाहँदैन। उसको हजुरबाले छोडेर गए जस्तै उसको बुबाले छोडेर गएको ऊ हेर्न चाहँदैन। ऊ डराई निधायो। भोलिपल्ट ऊ आस्थालाई भेट्न गयो। आस्थालाई उसले आफ्नो दुखेसो सबै सुनायो। उसले रुँदै राति देखेको सपना पनि सुनायो। उसको हजुरबुबा उसको बुबालाई लिन आएको रहेछ। ऊ चाहिँ बुबा नजानु भन्दै रुँदै बुबाको हात समातेर तान्दो रहेछ। हजुरबुबा बुबा दुवैले सेतो लुगा लगाएका थिए। आस्थाले आफ्नो ज्ञानको प्रयोग गर्दै भन्न थाले, सपनामा सेतो लुगा लगाएको देख्यो भने मान्छे मर्छ नि। कसले भन्यो तिमीलाई? आमाले। अस्ति मेरो हजुरबुबा मर्नुभन्दा अगाडि आमाले सपनामा सेतो लुगा लगाएको मान्छे देख्नु भएको थियो। हो, उसकी आमाले बिहान चिया खाँदै लोक्नेलाई सपना सुनाएर भनेकी थिइन्। मैले देखेको सपना मिल्यो। त्यही सपना सुन्ने धुनमा त हो नि। आस्थाको जिब्रो तातो दुधले पिल्सिएको। उसले आस्थाले भनेको कुरा विश्वास गर्यो।
विश्वास नगरोस् पनि कसरी। उसले विश्वास नगरेको सबैभन्दा ठूलो कुरा नै हिजो सत्य प्रमाणित भएको थियो। ऊ हिक्क हिक्क गर्दै रुन थाल्यो। उसलाई उसको बुबाको माया लागेर आयो। ऊ बुबालाई गुमाउन चाहँदैन, किनकि उसको बुबाले उसलाई अति नै माया गर्छन्। अरूका बुबाले छोराछोरी कुटेको उसले देखेको छ। उसको बुबाले उसलाई कहिले पनि कुटेनन्, बरु आमाले उसलाई कुट्थेन्। बुबा बचाउमा आउँथे। बुबाले उसलाई ठूलो स्वरले 2-3 पटक गाली गरेको मात्र याद छ, त्यो पनि उसले गल्ती गरेको कारणले। आस्था, हजुर, तिमी भन, म के गर्नु अब? म मेरो बुबालाई बचाउन जे पनि गर्छु। तिमी टेन्सन नलेऊ, हामी भोलि मन्दिर गएर देउती माताको प्रार्थना गर्नुपर्छ। तिमी बिहान केही नखाई म भएको ठाउँमा आऊ। ऊ बिहानै उठ्यो, हातमुख धोयो र आस्था भएको ठाउँमा गयो। आस्था र ऊ सँगै मन्दिर गए। उनीहरूको अघि अघि 3 जना महिलाहरू रातो साडी लगाएर मन्दिर गइरहेका थिए। मन्दिर पुगेर दुर्गा माताको अगाडि लगेर आस्थाले भनिन्, तिमीले जे माग्नु छ देउती मातासँग माग, आँखा चिम्म गर, मनमनै माग। मनमनै मागेको कुरा मात्र देउती माताले पूरा गरिदिनुहुन्छ। उसले मनमनै माग्यो, देउती माता, मेरो बुबालाई मर्नबाट बचाइदिनु। मेरो आमालाई सेतो साडीले सुहाउँदैन, रातो साडीले सुहाउँछ। घर आइपुग्दा उसको बिहानको खाना खाने बेला भएको थियो। बिहानको खाजा पनि उसले खाएको थिएन। घरमा उसको खोजी भइरहेको थियो। कता गएको थिइस्? आमा रिसाउँदै उसलाई समाउन अघि बढेको थिइन्। छट्ट सम्झिन् र ती रोकिन्। उसलाई संस्कारले अघि बढ्न रोक्यो। रन्जु आन्टीले उसलाई खाना पस्किदिन्। उसले खाना खायो। भोक निकै लागे पनि उसलाई खाना रुचेन। चिन्ताले हो या मन्दिर जाँदा आउँदाको थकाइले हो। आमा कराउँदै थिइन्, आजदेखि कहीँ जानु पर्दैन, घरमै बस, रन्जु आन्टीसँगै बस, बरु आस्थालाई पनि यहीँ बोलाएर ल्याउनु। आज ऊ घरमै बस्यो, कहीँ गएन। तर आज उसलाई अचम्म लाग्यो। घरमा आउने जाने मान्छे त उसले देखेको थियो, तर फोटो हेर्दै के पढ्दै गरेको उसले आजै देख्यो। कीर्तन मण्डलीबाट आज उसको घरमा समवेदना लिएर आएका थिए। हाम्रा अत्यन्त मिलनसार समाजसेवी यस मण्डलीका सदस्य 72 वर्षको उमेर। उसको हजुरबुवा 72 वर्षको उमेरमा स्वर्गवास हुनुभएको थियो। यो कुरा उसले समवेदना सुनेर मात्र थाहा पायो। उनीहरू गएपछि टेबलमा राखिएको त्यो समवेदना उसले हेर्यो। त्यहाँ 72 वर्ष लेखिएको थियो। उसको मुटु ठुकठुक गर्न थाल्यो, अनुहारमा पसिना आउन थाल्यो। उसले त सुनेको थियो मान्छे 100 वर्षसम्म बाँच्छन् भनेर, तर उसको हजुरबुबा त जम्मा 72 वर्ष मात्र बाँचे। उसले यो बुझ्यो कि मान्छे जति वर्षमा पनि मर्ने रहेछ, 100 वर्ष नपुगी पनि मर्ने रहेछन्। ऊ हतार हतार कोठामा आयो, कापी कलम खोज्यो। कापी कलम खोज्न उसलाई केही समय लाग्यो। बाहिर ढोकाबाट बुबाले हेरे। छोरो पढिरहेको देखे, खुसी भए, तर छोरोको मनभित्र के को आगो दन्किरहेको थियो उसलाई के थाहा। भोलिपल्ट ऊ आस्थाकोमा गयो। उसले नयाँ कुरा थाहा पाएको थियो। त्यो कुरा सुनाउन अघि आस्थाले भने, तिमीलाई थाहा छ मान्छेहरूलाई लिन यमराज आउँछन्। यमराज आएपछि मान्छे यमराजसँगै जानुपर्छ। यमराजसँग गएका मान्छे कहिले फर्कदैन, ऊ मर्छ। हिजो राति हजुरआमाले यमराजको कथा सुनाएकी थिइन्। त्यही कथा जुन कथामा यमराज सुरुमा प्रत्यक्ष देखिने गरी आउँछ र पछि मान्छेले नदेखिने गरी आउने गर्छ। हामीले हिजो मन्दिरमा मागेकोले केही हुँदैन, देउती माताले केही गर्न सक्दिनन्। हामीले अब यमराजसँग माग्नुपर्छ। तिम्रो बुबालाई बचाउन मन छ भने भोलि आउसँगै जानुपर्छ। सुगर प्रेसरको बिरामी भएको हजुरबुबाको निधन भएपछि बढेको उसको मनको त्रासमा समवेदनाले बुझाएको 100 वर्ष नपुगी मान्छे बढ्ने कुरा र देउती माताले केही गर्न नसक्ने कुराले आगोमा घिउ थपिदिएको थियो। घर गयो, खासै केही खाएन। निन्द्रा पनि ढिलो लाग्यो। विकास दाइले बोल्न खोज्दा पनि खासै बोलेन। ऊ पनि सधैँ फोनमै व्यस्त हुन्छन्। भोलिपल्ट ऊ यमराज भएको ठाउँ जानु छ। उसलाई आफ्नो बुबाको जिन्दगी माग्नु छ। अहो, यमराज त नदेखिने भएर आउँछन् रे, हामीले कसरी देख्नु यमराजलाई, कसरी माग्नु उसँग, यही सोच्दा सोच्दै ऊ निदाउँछ। भोलिपल्ट ऊ खाजा खाएर आस्थाकोमा गयो। आस्थाले उसलाई यमराजसँग कि त राति 12 बजे कि त दिउँसोको 12 बजे मात्र भेट हुन्छ पो भने। ऊ घर फर्कियो र 12 बज्न लाग्दासम्म पर्खियो। त्यो पर्खाइ उसले जीवनमा सबैभन्दा बढी गरेको पर्खाइ थियो। ऊ 12 बज्नु केही अगाडि आस्थाकोमा पुगे। यमराज भनेको भूत हो, खेतको बीचमा हुन्छन्, मान्छेको पुरानो लुगा लगाएर बसेका हुन्छन्। चरा धपाउन बनाएको बुखाछालाई पो यमराज भनी उसले। दिनभरि खोजे, कतै भेटिएनन्। 12 बजेको टन्टलापुर खाममा हिँडेकाले थकित भएर घर फर्किए। अब उसलाई झन डर भयो। यमराजलाई भेट्नसम्म पाएको भए उसले बिलाउन गर्ने थियो, रुने थियो, कराउने थियो। आफ्नो बुबालाई केही नहोस् किनभने उसले बुबालाई असाध्यै माया गर्छ। त्यो रात पनि उसले खासै खाना खाएन। यस्तै सोच्दै सोच्दै सुत्यो।
उसले आफ्नो बुबाको मृत्यु हुन्छ भनेर सोच्न थालेको धेरै दिन भइसकेको छ। ऊ खाँदा सुत्दा उसको दिमागमा यही कुरा खेलिरहन्छ। उसको मनमा डर भन्ने चीजले एक छत्र रूपमा राज गर्न थालिसकेको छ। भोलिपल्ट बिहान उसले आफ्नो काका रोइरहेको देख्यो। उसले आफ्नो काका रोएको कहिल्यै देखेको थिएन। उसले काका यो घरमा हजुरबुवाको निधन हुनुभन्दा अघि आएको कहिल्यै देखेको थिएन। काका रोँदै भन्दै थिए, दाजु, मैले हिजो सपनामा बुबालाई देखेको थिएँ। उहाँले सेतो लुगा लगाउनु भएको थियो। तपाईँ दुईजना दाजुहरू बुबाको काखमा ढल्किरहनु भएको थियो। दिदी ठुङ मार्दै थिइन्। बहिनी बुई चढ्न खोज्दै थिइन्। म त्यहाँ थिएन, अलिक पर रुखमा बाँधिएको थिएँ। बेला बेला बुबा तपाईँ र दाजुले मलाई ठुङ्गा हानिरहनु भएको थियो। दाजु, मैले सम्पत्तिको लागि बुबासँग र तपाईँसँग जे गरे त्यो कुराले एकदम पश्चाताप भइरहेको छ। कति वर्ष भएको थियो बुबासँग मैले दशैंमा टिका पनि लगाएको थिएन। बुबासँग त म अब माफ माग्न सक्दिनँ। दाजु, तपाईँ चाहिँ मलाई जसरी भए पनि माफ गरिदिनुहोस्। विजयलाई औडा भयो। उसको काकाले पनि सेतो लुगा लगाएको मान्छेको सपना देखेछ। विजयले पनि देखेको थियो। सेतो लुगा लगाएको सपना देख्दा मान्छे मर्छन् भनेर आस्थाबाट उसले थाहा पाइसकेको थियो। दाजुले भाइलाई फकाउँदै भने, भाइ, तैँले जे गरेको थिइस् एकदमै गलत गरेको थिइस्, तर म तँलाई माफी गर्छु। बुबाले जे सङ्घर्ष हाम्रो लागि गर्नुभयो त्यो तैँले बुझ्न सकिनस्। बुबाको जस्तो सङ्घर्ष त हामीले कहाँ गर्न सक्छौँ र। अहिले नै रोगले च्याप्न थालेको छ। बुबाको जति पनि कहाँ बाँचिएला र। मान्छेको जिन्दगी आज छ, भोलि नहुन सक्छ। आज म तसँग यसरी बोलिरहेको छु, भोलिको दिन मर्न पनि सक्छु। आमा मरेपछि छोराछोरी साँच्चीकै टुहुरो हुन्छ भन्छन्, तर अहिले बुबा मरेपछि साँच्चीकै टुहुरो भए जस्तो लागेको छ। किनकि आमा भित्ता बुबा छन् भनेर चित्त बुझाएको थिएँ। अब चित्त बुझाउनु कसरी? त यो घरमा आउने घर मेरो भाइ, यो तेरो पनि घर हो। त आइज भने मलाई ज्यादै खुसी लाग्छ। विजय रुन पो थाल्यो। उसलाई अब झन विश्वास भयो उसको बुबा मर्छन् भनेर। उसको बुबाको मुखबाट भर्खरै त सुनेको थियो उसको बुबा मर्ने कुरा। ऊ यसरी रोएको कसैले देखेको थिएन। बुबा छक्क परे। आमा फुपूहरू पनि छक्क परेर हेर्न थाले। ऊ भक्कानिँदै रोइरहेको छ। ऊ बोल्न पनि सकेन। उसलाई उसको बुबाको एकदम माया लाग्छ। उसको बुबा मर्ने कुराले उसको मन मस्तिष्कमा नराम्ररी असर गरिसकेको छ। रन्जु आन्टीले उसलाई काखमा लिइन्। उसले बल्ल आवाज निकाल्यो, म बुबाको काखमा बस्छु। धर्म ठुलो कि सन्तान? संस्कार ठुलो कि सन्तान? संस्कृति, परम्परा आदि इत्यादि ठुलो कि सन्तान? उसले यो केही सोचेन। तर यस्तै बारे कोही कोही कुरा गर्न थाले। कोही कोही चर्को स्वरमा भन्दै थिए, मेरो छोरो 2 वर्षको थियो मेरो आमाको काखमा। छोराको कति माया लाग्यो। खोइ मैले 13 दिनसम्म छुइनँ, न्यास्रो लाग्यो भन्दैमा। उसलाई उसको छोराको धेरै माया लागेर उसले आफ्नो छोरालाई छोएन मात्र काखमा राखेर मै पनि खायो। छोरालाई काखमा राखेर के भयो भनेर सोध्न थाले। छोराले सबै बेली विस्तार लगायो। बुबा मर्न लागेको, मन्दिर गएको, यमराजलाई भेट्न गएको कुराहरू सुन्दा सबैजना छाँगाबाट खसे जस्तो भयो। छोराको मन मस्तिष्कमा परेको असर देखेर बुबा छक्क परे। उसले छोरालाई फकायो। काम सकिएपछि घुमाउन लैजान्छु पनि भन्यो। तर छोरा निराश नै छ। उसले छोरालाई रातिसँगै सुताउने भयो। छोरा खासै बोल्दैन। सोधेको कुराको मात्र जवाफ दिन्छ। तर राति बुबासँग सुत्न लाग्दा आफै बोल्यो, आमा आउनुहुन्न? लोक्ने स्वास्नीको सल्लाह मिल्यो। छोरालाई सँगै सुताउने भए। विकास सुत्ने खाटमा उनीहरू सुत्ने भए। विकासलाई माथिको कोठामा सुत्न भनियो। आमा सुत्न आउँदा केही प्रतिक्रिया दिएन। खुसी भएको पनि देखिएन। छोरा बोल्दैन। सोधेको कुराको मात्र जवाफ दिन्छ। कति फकाए, कति फुल्याए। बजारबाट केक किनेर पनि ल्याउन लाए। छोरा निराश छ। केही दिन यही क्रम चलिरह्यो। आज 10औं दिन। घरमा मान्छेको घुइँचो छ। आँगनभरि आफन्त नातागोताहरू छन्। पहाडदेखि दाजुभाइहरू भेला भएका छन्। सबै चोखिन आएका छन्। बुबा आमालाई एउटै चिन्ता छ, आफ्नो छोरा विजयको। काका नमस्ते। अहो भतिज, कहिले आयो? यी भतिज नाता पढ्ने भतिज हो। डाक्टरी पढ्दैछ। पढाइसकेको चाहिँ छैन। उसले भतिजलाई सबै कुरा सुनाए। भतिज ती कुरा सुनेर छक्क पर्यो। उसले फोन दबायो र कोसँग हो एकछिन बोल्न थाल्यो। फोन राखेर काकालाई भन्न थाल्यो, मैले चिनेको एकजना साइकेट्रिक काउन्सिलर छे। एकचोटि विजयलाई ऊ भएको ठाउँमा लिएर जाउँ, हेरौँ के हुन्छ। तर समस्या के पर्यो भने उसले आफ्नै आमा बुबा साथमा लिएर आएको राम्रो हुन्छ भन्दै थिए। के को समस्या? म मेरो छोराको लागि जे पनि गर्न तयार छु। आँगनभरि मान्छे छन्। बाटामा पनि गाउँका मान्छे भेला भएका छन्। गाडीको पछिल्लो सिटमा 3 झोक्राएको अनुहार छ। गाडी अगाडि बढ्छ। यो रहेको थियो कथा बुबा, मृत्यु र सन्तास। कथाकार विवेक भण्डारी।
दर्शक तथा श्रोतावृन्द, अब लागौं मृत्यु शीर्षकमा लेखिएको अर्को कथातर्फ। कथाकार राजेन्द्र चोथालेज्यूद्वारा लेखिएको कथा कुकुरको मृत्यु। सुन्छु आजभोलि मेरो नातेदार, इष्टमित्र र छरछिमेकमा म चर्चाको विषय बनेको छु। चर्चा पनि कस्तो चर्चा भने ती कसैसँग सम्बन्ध नै नराख्ने विषयको चर्चा। तर मलाई केही अनौठो लागेको छैन र मैले मेरो कार्यलाई कुनै नौलो कुरा पनि मानेको छैन। हो, मैले विवाह गरे। एउटा पुरुष कुनै नारीसँग विवाह गर्छ भने त्यो चर्चाको विषय नै होइन। विवाह सधैँ पुरुष र नारी बीचमा नै हुने हो, के नौलो कुरा हो र? तर वर्तमानमा मेरो विवाह मेरो चरित्रसँग जोडिन पुगेको छ। कसैको सोचाइमा म छिल्लिएको मान्छे बनेको छु भने कसैको शब्दमा म स्त्रीलम्पट मान्छे भनी परिभाषित भएको छु। भित्री यथार्थ नबुझेपछि जसले जसलाई जे भनिदिए पनि हुन्छ, सोचिदिए पनि हुन्छ, तर यथार्थ बुझ्नेलाई मेरो कदम एकदम सही हो भन्ने अवश्य लाग्नेछ। त्यो मेरो विश्वास हो। उमेरले म गएको असोज महिनादेखि 60 वर्षमा प्रवेश गरे। यी 60 वर्षमा मैले धेरै आरोह अवरोह पार गरेको छु। म जवानीमा टेक्नै नपाई मेरो आमा बुबालाई बुहारी ल्याउने रहरले सताउन थाल्यो। 23 वर्षको उमेरमा बिए पनि पास गरिसकेको थिएँ। लोकसेवाबाट माग भएको अधिकृत पदमा जाँच पनि दिएको थिएँ। घरमा बुबालाई आर्थिक गाह्रो साँगुरो नहोस् भनी हुन त म आइए पढ्दादेखि नै सार कन्सल्टेन्सीमा करारमा जागिरी भएको हो। तर त्यो समय मेरा लागि सम्झना र चर्चा गर्न योग्य कदापि छैन। तलबभन्दा काम गर्न जानेन भनी गाली बढी खाएको हुन्थे। धेरैचोटि नोकरी छाडु भन्ने लागे पनि घरको अवस्थाले गर्दा आँट आइरहेको थिएन। बुबा मुवा भने म प्रति बढी नै आशावादी हुनुहुन्थ्यो। यो हाम्रो छोरो ज्यादै योग्य छ, पढाइमा एकदम तेजिलो छ, यसले छिट्टै नै कुलको इज्जत जोगाउँछ, हाम्रो नाम राख्छ। तर यी कुरा त्यसको अगाडि भन्नु हुँदैन, नत्र मात्तिन सक्छ भनी आफ्ना इष्टमित्रसँग उहाँले कुरा गर्ने गरेको मैले सुनेको पनि थिएँ। सुन्नेले सुनाएका पनि थिए। बुबा मुमाको यस्तो सोचाइदेखि म भित्र एउटा अद्भुत जाँगर पलाउँथ्यो र म सकभर उहाँको सपनालाई मैले साकार पार्नै पर्छ भन्ने सोचाइले अभिप्रेरित पनि हुन्थे। म आफै पनि ज्यादै महत्वाकांक्षी भएको र सानो सपना देख्न नरुचाउने स्वभावको भएको हुँदा मलाई यस्ता कुरा सुन्नमा ज्यादै नै आनन्द लाग्थ्यो। अनि केही त बन्नै पर्छ र केही गरेर यो संसारबाट जान्छु भन्ने अठोट मनमा पलाउँथ्यो। एक दिनको कुरा हो, वर्षौं अघिको कुरा। बुबा र म बिहानै ठुली आमाको घर जाँदै थियौं। हिँड्दै थियौं। बाटोको एक छेउमा एउटा मरेको कुकुर देख्यौं। हामी बाटो लाग्यौं र अरू देख्नेहरूले पनि हेरे र बाटो लागे। त्यो मृत कुकुरको वरिपरि कोही पनि झुमिएका थिएनन्। किन मर्यो, कहाँ बस्थ्यो, कतै दुर्घटनामा पर्यो कि भनेर सोच्ने बुझ्ने कसैलाई चासो नै थिएन। के ठुलो कुरा भयो, एउटा कुकुर थियो र बाटोमै मरेको थियो। अलि घर पुगेपछि बुबाले मलाई सोध्नुभयो, त्यो कुकुर मरेको देख्दा तँलाई कस्तो लाग्यो? मैले केही बुझिन र भनिदिएँ, त्यो कुकुरको म मालिक हो र कस्तो पनि लागेन। मेरो जवाफमा उहाँले भन्नुभयो, यो पनि एउटा पाठ हो, तैँले पढ्नु पर्ने। जसरी यो कुकुर मर्दा कसैले वास्ता राखेन, अफसोस पनि मनाएन नि, त्यसरी मान्छे जन्मिएपछि कुकुरको मृत्यु भने मर्नु हुँदैन। मान्छेले आफ्नो मृत्युमा समाज नै देश नै रोष र अफसोस मानोस् भन्ने सोच्नुपर्छ र त्यसै बमोजिम काम गर्ने कोसिस गर्नुपर्छ, ताकि ही डाइड ए डग्स डेथ भनेर कसैले नभनुन्। बुबाको यो परिभाषा जीवन बाँच्नका लागि मेरा लागि गीता र गायत्री भन्दा पनि ठूलो ग्रन्थ र मन्त्र बनेको थियो। त्यसै बेलादेखि म सधैँ नै समाजमा सम्मानित भई जीवन बिताउनु पर्छ र यसका लागि म आफ्नो कर्तव्यमा सधैँ सजग हुनुपर्छ र इमान्दार हुनुपर्छ र हुनेछु भन्ने विचारले दृढ भन्दै गए। त्यस समयमा मेरो कर्तव्य भन्नु इमान्दार साथ स्कुल जानु र मेहनतले पढ्नु हो, आवारा साथीको संगत नगर्नु हो भन्ने मेरो सोचाइ बन्यो र म त्यही बाटोमा जान अग्रसर भएँ। त्यही बाटोमा दृढ भई हिँडिरहे। जवानी ममा पनि नआएको होइन। स्कुलमा सहशिक्षा थियो, थुप्रै केटी साथीहरू पनि बनेका थिए। मसँग प्राय सबै साथीहरू नजिकिन चाहन्थे, किनकि म कक्षा 6 देखि नै आफ्नो कक्षामा प्रथम आउँथे। प्राय सरहरूको बोलीमा म सधैँ उदाहरणको विषय बन्थे। विद्यार्थी भनेको फलानु जस्तो हुनुपर्छ भनी प्राय सबै सरहरू मेरो प्रशंसा गर्नुहुन्थ्यो। यसबाट मलाई फाइदा पनि थियो त बेफाइदा पनि कम थिएन। फाइदा यो थियो कि म होनहार विद्यार्थीले नामले चिनेको थिएँ र प्राय साथीहरू मेरो नजिक बन्न चाहन्थे। तर बेफाइदा यस अर्थमा थियो कि मसँग दाँजिन नसक्ने, दादागिरी गर्ने टाइपका विद्यार्थीहरूको एउटा ठूलो संख्या मेरो रिस पनि गर्थे, न्यू खोज्ने बहाना खोज्थे। मसँग नजिक हुन चाहनेहरूमा थुप्रै केटीहरू पनि थिए, नाम नलिऊ। तर ती मध्येमा मेरो मनमा
कोही त कसरी आउँथे कि पढाइ नै भाँडिएला जस्तो हुन्थ्यो। अक्षर अक्षरमा उनीहरू नै देखिन्थे। त्यसैले मलाई अब यस्तो पाराले प्रेमको नहरमा अल्मलिने हो भने मेरो भविष्य छैन भन्ने सोच्न बाध्य बनायो। त्यसपछि मैले आफ्नो बानी नै बदलिदिएँ। मैले कक्षामा कसैसँग पनि नबोल्ने, कसैसँग पनि सँगै नहिँड्ने अठोट गरे। मेरो यही बानीले गर्दा धेरै साथीभाइ आफै टाढा हुन थाले र हल्ला चलाउन थाले कि त्यो मान्छेमा आजकल ज्यादै घमण्ड बढेको छ, आफूलाई के नहुँ भन्ने सम्झन्छ। फाइदा के भयो भने केही महिनामै सबैको प्रिय साथी मानिने म एउटा अप्रिय साथीमा अनुवाद हुँदै गए। यसरी नै मेरो जवानी प्राय अप्रिय भएर नै बित्यो। जवानीलाई त्यसपछि कहिल्यै ममाथि हावी हुन दिएन। अघि म भन्दै थिएँ नि, बुबा मुवालाई मेरो विवाह गरिदिने रहरले ज्यादै सताएको थियो भनेर हो। त्यही रहर पुर्याउन मेरो विवाहका लागि उहाँहरूले व्यापक नातेदारहरूसँग चर्चा चलाउनु भयो र अन्त्यमा उहाँहरूको मनले एउटै केटीलाई रुचाए पनि। मलाई भने विवाहसँग कुनै आपत्ति पनि थिएन भने विशेष रहर पनि थिएन। कसकी छोरी हुन्, कस्ती छन्, कति पढेकी छन् भन्ने पनि सोध्न रहर थिएन। बुबा मुमाले रोजेको अयोग्य भने अवश्य हुनन् भन्ने दृढ विश्वास मनमा हुँदा मलाई आपत्ति पनि थिएन। केटी हेर्न जाउँ भनियो, हेर्न गए। अनुहारमा राम्रो पनि होइन भने छ्या भन्ने पनि थिएनन्। खै कसरी जुर्यो। उनको र मेरो विवाह भएरै छोड्यो। विवाहको केही हप्तामा नै मेरो लोकसेवाको नतिजा पनि निस्कियो र म केही महिनाभित्रै अन्तर्वार्तामा समेत छानी अधिकृत बन्न पुगे। मेरो श्रीमतीले घर परिवारभित्र मात्र होइन, छरछिमेक र इष्टमित्रका माझ पनि लक्षिणकी बुहारी भनी नाम कमाई करिब 34 वर्षको हाम्रो वैवाहिक जीवन खुशी र दुःख साटासाटमै सजिलै बित्यो। यसबीच 2 छोरा र छोरीको पनि जाय जन्म भयो। उमेर पुग्दै गयो। राम्रै पढे र विवाह पनि गरिदिए। राम्रै पढे र विवाह पनि गरिदिए। बुहारीहरू पनि खोट लगाउने खालका छैनन् र ज्वाइँ पनि आँखामै नबिजाउने छन् भन्दा पनि हुन्छ। जीवन त्यति नराम्रो लागेको थिएन, रमाएरै बाँचेको थिए। तर मेरो खुसी भगवानलाई पनि सह्य भएनछ र एक दिन राति अचानक श्रीमतीलाई देब्रे छातीमा पीडाउन थाल्यो। उनी छटपटाउन थालिन्। भन्नसाथ बाहिर ट्याक्सी पनि पाइएन। बल्ल एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याइयो। केही क्षणको परीक्षणमै डाक्टरले सिभियर हार्ट एट्याक भनी ठिलो ल्याएकोमा मैमाथि दोष थुपारिदिए। गहन उपचार कक्षमा लगिए कि उनी त्यसपछि फेरि फर्केर आइनन्। जिन्दगीमा एकचोटि नराम्रोसँग एक्लिए। बुबा मर्दा, आमा बित्दा उनी साथ थिइन् र मलाई सम्हाल्ने उनका हात थिए। त्यसैले त्यति एक्लो महसुस गरेको थिएन। तर म त्यसपछि भने नितान्त एक्लो अनुभव गर्न थाले। छोरा बुहारी मलाई माया अति नै गर्थे। सानो नाति पनि म भन्दा भुतुक्कै हुन्थ्यो। बिहान बेलुका केही समय उनीसँग भेटघाट भई भलाकुसारी गरे पनि दिउँसो छोरा बुहारी अफिस जाने र नाति स्कुल जाने हुँदा दिनभर म मन नलागे पनि पत्र पत्रिकामा र टेलिभिजनमा अल्मलिएर समय बिताउन बाध्य हुन्थे। कहिले म चाहिँ अवकाश प्राप्त साथीहरूको फोन आउँथ्यो। मेरो धेरै साथीहरू उपसचिव र सहसचिव नै थिए। सामान्य हाल खबर सोधिन्थ्यो। प्रशासनिक अस्तव्यस्तताबारे कुरा हुन्थ्यो अनि कुरा सकिन्थ्यो। अहिले पनि अचम्मै लाग्छ सोच्दा म कसरी सहसचिवको पदमा पुगे। न पैसा न पावर, तर सहसचिवसम्म भइएछ र 58 वर्ष पुगी अवकाश पनि पाइएछ। जीवन चाँडै नै बितेछ। दुवै छोराहरू मेहनती हुनु पनि यो बुढेसकालमा मेरा लागि समस्याको विषय बन्यो। माया नगरेर टाढा हुन खोजेर होइन, तर बुबा छोराबीच घनिष्ठ माया भए पनि परिस्थितिले टाढा बस्न बाध्य बनायो। जेठो छोरा परराष्ट्र सेवामा थियो। अस्ट्रेलियाको एम्बेसीले उतै बोलाइदियो र ऊ परिवारसहित अस्ट्रेलिया जान बाध्य भयो। कान्छो छोरा प्रशासन सेवामा भएका कारण कहिले प्रमुख जिल्ला अधिकारी त कहिले क्षेत्रीय प्रशासक भई प्राय काठमाडौँभन्दा बाहिर जिल्लामा खटाइन थाल्यो र ऊ बाध्यताले मसँग टाढा हुन बाध्य भयो। बुहारी र नाति सबै आफ्नै श्रीमानसँग जानै पर्यो र गइदिए। यसरी एउटा राम्रो शिक्षित परिवार भएर पनि म निस्सहाय झैं एक्लै घरमा कोचिन बाध्य हुँदै गए। छोरासँगै जाउँ नभन्ने होइनन् मलाई, करै पनि गर्थे। तर काठमाडौँमा नै घर भएको, राम्रो पेन्सन कमाउने म छोराहरूको पछि लागि निरह बन्ने कल्पनाले नै ग्लानीमा पुग्थे। घरमा काम गर्ने मान्छे छँदैछ, मेरो केही पीर गर्नु पर्दैन। अब बुढो भए, यताउता जाने रहर छैन। घरमै आनन्दले बाँकी जीवन कटाउँछौ भनी उनीहरूलाई सान्त्वना दिने गर्थे। एक्लो घरमा एक्लै बस्न पर्दा बिस्तारै मलाई डिप्रेसनले सताउन थालेछ। कहिले एकदम टाउको दुख्ने, कहिले हड्डीका जोड्नेहरू दुखेर मर्नु बनाउने, कहिले त्यत्तिकै डर लागे झैं हुने जस्ता यावत अकाल्पनिक रोगहरूले मलाई सताउन थाले। कसैलाई भनौं आफ्नो साथमा कोही थिएन। काम गर्ने मान्छे आउँथ्यो, किनमेल गर्थ्यो।
खाना बनाउँथ्यो, भान्सा सफा गर्थ्यो र फर्किन्थ्यो। लुगा धुन धोबी घरमै आएर लुगा लैजान्थ्यो। खाने र लगाउनेको समस्या भने एकदमै थिएन, तर रात परेपछि जिउ दुख्यो, एक कप चिया बनाइदेऊ न, खुट्टा दुख्यो यसो थिचिदेऊ न भन्ने मान्छे पनि मसँग थिएन। मनमा घुम्सिएका यावत मानसिक तनाव र दैनिक समस्या पोख्ने मान्छे पनि कोही नहुँदा जीवन एकदम कहालीपूर्ण लाग्दै थियो। एक दिन मेरा अनन्य मित्र दीनबन्धु शर्मा घरमा आए। दीनबन्धु शर्मा मेरो कलेजदेखिका सहपाठी। साबिक चाहिँ दुःख सुखका कुरा साटासाट भए। उसले आफ्नो घरायसी कलहले गर्दा वैरागिएको कुरा बताए भने मैले पनि त्यस समय आफूले भोगिरहेको डिप्रेसनको कुरा उसलाई सुनाए। निकै लामो गफगाफपछि उनले मसँग एक्कासी मेरो कल्पनाभन्दा बाहिरको कुरा मलाई सोधे। एउटी केटी जसले आफ्नो घर परिवार, बहिनी र भाइहरूको व्यवहार सक्ने उद्देश्यले उनीहरूकै लागि जवानी बिताई आफ्नो कर्तव्यबाट निवृत्त हुँदा ऊ बुढी कन्या भइसकेकी छ। जागिरमा थिए, अब उपसचिवबाट रिटायर पनि भइसकेकी छ। उमेरकै कारणले अब ऊ पनि तिमी झैं एक्लै छ। उसले पनि अब कुनै सहारा पाए हुन्थ्यो भन्ने रहर गरेकी छ। त्यस्तै कुनै केटी पायो भने त तिमीले पनि विवाह गरे हुन्न र? एक्लोपनको मर्म एक्लोले झनै राम्ररी बुझ्छ भनिन्छ। यदि तिमी सोच्छौ भने मेरो आँखामा एउटी केटी छ, म कुरा अगाडि बढाउँछु। मैले जात मिल्ने नमिल्ने, संस्कार मिल्ने नमिल्ने, जीवनस्तर मिल्ने नमिल्ने आदि इत्यादि प्रश्न सोधेपछि सायद मैले उसको कुरामा शंका गरे वा उनलाई दलाल पो सम्झिए कि भने झैं उनले अलि झोकिए झैं गरी भने, तिमीलाई ढाँटेर केही खानु छैन, म कुनै केटीको दलाल पनि होइन। यदि तिमीलाई विवाह गर्ने रहर छ, बुढेसकालका लागि एउटी उमेर मिल्दो सहाराको खाँचो छ भने मैले कुरा गरेको त्यो केटी तिमीले पनि चिनेकै केटी हो। मैले मधुकै विवाहको कुरा गरेको हुँ। ऊ पनि आजभोलि एक्लिए कि मैले महसुस गरेको छु। उसको मुखबाट मधुको नाम सुन्दा म एक पलका लागि दिमाग सुन्ने झैं भए। मधु त उसकै सहोदर बहिनी हो, राम्ररी देखेको चिनेको बोलेको मान्छे। मेरा लागि मधु कल्पनातीत विषय थिइन्। म अवाक चाहिँ भए। मेरो मानसिकता बुझेरै होला उसले भने, मैले आफ्नो यथार्थ तिमी सामु राखिदिएको छु, सोच र बताऊ, अन्यथा म अन्यत्र पनि कुरा चलाउने विचारमा छु। मैले एकचोटि घर सल्लाह गर्छु भन्ने भन्दा अरू केही प्रतिक्रिया जनाउनै सकिन। म रातभरि परिस्थितिलाई दही मथे झैं मथिरहे। ऊ पनि एक्ली, म पनि एक्लो। उसले पनि परिवार र भाइ बहिनीको जीवन बनाइदिन र उनीहरूलाई दरो खुट्टा देखाइदिनमै आफ्नो आधा जीवन बिताएकी र मैले पनि सन्तानकै व्यवहार सुखका लागि आफ्नो भविष्य र बुढेसकाल सोच्न नसकेको वर्तमानमा हामी दुवैका एक्लोपनको साथी हामी भन्दा उपयुक्त अरू कुनै हुन सक्ला र भन्ने सोचाइ ममा गहिरिँदै गयो। तर छोराछोरीको पनि स्वीकृति लिनु मेरो अनिवार्य दायित्व थियो। त्यसैले मैले भोलिपल्टै हिचकिचाउँदै आफ्नो वर्तमानको भोगाई र दीनबन्धुको प्रस्तावबारे दुवै छोरासँग सल्लाह गरे। दुवैले विशेष आपत्ति गरेनन् र तपाईको जीवन हो, जस्तो गर्दा सुख मिल्छ गर्नुहोस्, हामीलाई आपत्ति छैन भन्ने सामान्य राय सुनाए। ज्वाइँ छोरीलाई पनि बोलाएर सल्लाह गरे। खुसी पनि देखिएनन्, आपत्ति पनि जनाएनन्। मैले बुझेँ कि मेरा छोराछोरीहरूका लागि, मेरो ज्वाइँ छोरीका लागि मेरो जीवन र म अब बेमतलबको मान्छे भइसकेको रहेछु। उनीहरूले के कसो केही सोध्नै रुचाएनन्। भित्री मनमा आफ्नो छोराछोरीको व्यवहार चस्स बिज्यो। अब कसैको सल्लाहको खाँचो पनि थिएन। मेरो जीवन मेरै निर्णय बन्यो। मैले दीनबन्धुलाई विवाहको मन्जुरी जनाए। सायद लगन केही जुराइएन। एक हप्तापछि गोहेश्वरी मन्दिरमा गई विवाह गर्ने निश्चित गरियो। बोलाए, तर न छोराछोरी नै आए न छोरी ज्वाइँ नै आए। 2-3 जना साथी र 2-3 जना छिमेकीहरूको रोहबरमा हामीले माला साटासाट गरेर मालाबाटै दाम्पत्य जीवनको सुरुवात गर्यौं। तर यो विवाह समाजको पेटमा पचिरहेको छैन र म समाजमा एकचोटि फेरि चर्चाको विषय बनिरहेको छु। मेरो पद, प्रतिष्ठा र त्याग सबै छायामा परेका छन्। कमाएका प्रतिष्ठामा अब बादल लागिसकेका छन्। आजभोलि बुबाको नराम्ररी याद आउन थालेको छ र भन्न मन लागेको छ, तपाईले भने झै नभए पनि म आज चर्चाकै विषय भनेको छु। नराम्रै चर्चा किन नहोस्, तर चर्चामा नै छु। अब म मरे पनि कुकुर मरे झै मर्ने भने छैन। कुकुरको मृत्यु। कथा रहेको थियो कुकुरको मृत्यु। कथाकार राजेन्द्र चोथाले। यो सँगै आजका दुवैवटा कथाहरू सकिएका छन्। तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं हिजोको भिडियोमा सोधेको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, त्यो कुरा आफ्नै हो, तर आफूले भन्दा चल्ती गर्छन् अरूले के हो र यसको सही उत्तर हो नाम। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, दगुर्छ बेसरी फर्कन जान्दैन के हो। प्रश्न एकपटक फेरि, दगुर्छ बेसरी फर्कन जान्दैन के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला।
लागौं कमेन्ट वाचनतर्फ। अमर राईज्यू लेख्नुहुन्छ, नमस्ते जमिन सर, सबै कथाहरू उत्कृष्ट र राम्रो थिए। हजुरले अनुमति दिनुभए म पनि गाउँ खाने कथा सोध्न सक्छु तपाईलाई भन्नुहुन्छ। अवश्य पनि तपाईले कमेन्टमा गाउँ खाने कथा या तपाईलाई लागेका कुरा लेख्न सक्नुहुनेछ। अर्जुन बिसीज्यू लेख्नुहुन्छ, नमस्कार सर, आजका दुवै कथाहरू एकदमै उत्कृष्ट छन् अनि मिठो वाचनको लागि धेरै धेरै धन्यवाद सर। आजको उत्तर नाम हो भन्नुहुन्छ, सही उत्तर। त्यसैगरी पुष्पा घिमिरेज्यू लेख्नुहुन्छ, कथा साह्रै चाखलाग्दो रहेछ, सुन्न मजा आयो, धन्यवाद हजुर भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी मदन थापाज्यू लेख्नुहुन्छ, कथा राम्रो छ जमिन सर अनि हजुरको भोइस पनि भन्नुहुन्छ, धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजलपा, मिठो आवाजको धनी आदरणीय जमिन सर, धेरै धेरै मन छुने कथाहरू एकदमै मन पर्यो हामीलाई, हस्। आजको उत्तर व्यक्तिको नाम हो, हस् भन्नुहुन्छ, सही उत्तर। ब्लकर ब्रो विशाल गहतराज्यू लेख्नुहुन्छ, दाई आजको कथा साह्रै मन पर्यो भन्नुहुन्छ, धन्यवाद। सरोज बस्नेतज्यू लेख्नुहुन्छ, राम्रो थियो दाई, धेरै राम्रो, थ्याङ्क यू सो मच दाई भन्नुहुन्छ, तपाईलाई पनि धन्यवाद। युजर इआरज्यू लेख्नुहुन्छ, नाइस दादा, धन्यवाद। त्यसैगरी हिप्पी लभ पौडेलज्यू लेख्नुहुन्छ, ब्युटिफुल सर, धन्यवाद। त्यसैगरी प्रमेश बिसीज्यू लेख्नुहुन्छ, धेरै राम्रो कथा दाजु, धन्यवाद। त्यसैगरी खले 1996 ज्यू लेख्नुहुन्छ, नमस्ते जोजो हजुर भन्नुहुन्छ, नमस्ते। र हिप्पी लभ पौडेलज्यू लेख्नुहुन्छ, पैसा या गफ भनेर कमेन्ट गर्नुभएको रहेछ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ भोलिको भिडियोमा अर्को कथाका साथ अवश्य पनि हाम्रो भेट हुने नै छ भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्, नमस्कार। thank you